अलिकति बस्नु दिदीको बेट उज्यालो बेट चस्मा खोले हेर्दा त हेर्न नसिकिने जस्तो छ त जुत्ता अन्त बोट टक्किनु भएको छ फर्स्ट टाइम तपाईको उल्टो भइरहेछ के फर्स्ट टाइम हो बन्द गरौँ मेरो नि बन्द गर त्यो गिरामा दाइ हाम्रो दुईटा निकाल्नु पर्ने भयो फर्स्ट टाइम रहेछ नि त आज चाहिँ कस्तो हुन्छ बे भाइ तिमी किन पछाडि गएर अघि मुख राखेको ठाउँ बसौ न अलिक अगाडि समन्डी छ अफिसियन्ट किन हो कस्तो सेन्टी हो र रोकेर रोकिदैन गाउने हो हैन रोकेर रोकिदैन उगाममा च्यालेन्ज गर्नु हो खाना के एडिन दाइको प्रशंसाले माहौल बजायो प्रशंसाले मलाई गाइस भन्न गरौँ यहाँ प्रशंसाले हाम्रो मेन कम्पोजर यही हुनुहुन्छ के हो प्रशंसाले हो यस सबजना हेर एकचोटि कस्तो टाइम आएको यार गाइस यता हेर सबजनाले 1 2 3 ओए कस्तो राम्रो आएको साच्चै के साच्चै के हो झुट बोलेको त हैन नि म झुट बोलेको प्रशंसाले माहौल बदल्छ स्वर्गलाई यस ठाउँमा ल्याउँछ प्रशंसा गरौँ यसुको उहाँ योग्य हुनुहुन्छ ओ योग्य यो पार्ट मात्रै गाउँछौँ ल त्यति मात्रै क्याप्चर गर्नु गाइस बेग्दा क्यामेरा एक्सन भन्नु न रेडी एक्सन 1 ए भाइ 1 2 3 गो भन्नु भएन त यार Why cancellation दाइ गरेपछि 1 2 3 गो प्रशंसाले माहौल बदल्छ स्वर्गलाई यस ठाउँमा ल्याउँछ प्रशंसा गरौँ यसुको उहाँ योग्य हुनुहुन्छ उहाँ योग्य हुनुहुन्छ उहाँ योग्य हुनुहुन्छ बाबा बधाई यति नै गर्ने हो कि अब हामीले हाम्रो ग्रुपको रेकर्ड गरौँ
What is this behavior? हैन दाइ छिटो छिटो गरौँ त फटाफट What is this behavior? गरौँ न गाइस भाइ केमा आइसक्यो थियो अरे म फिल्म आइसकेको थिएँ यस्तो म अगुवा मलाई अगुवा फिल भइसकेको थियो कुनै फ्लो आइसकेको मेरो आवाज खुलिसक्यो क्या काम छिटो मेरो आवाज खुलिसक्यो आधा घण्टा के खुल्यो अरे भाइ मेरो आवाज खुले दबेको त्यो खुलिसक्यो क्या छिटो काम आधा घण्टा कस्तो एस्थेटिक भ्यू आउँछ एस्थेटिक आउनु भयो एक्लै आउनु पर्यो म यो सबलाई उडाइदिनु के त सानो देखे म Bro, you mean I'm not closer. स्पिकर हो नि त सिमन सरको सम्पत्ति होइन रुचिताको सम्पत्ति हो सिमन सरले लेनमा लिनुभएको सम्पत्ति त्यो स्पोन्सरले त्यो कति महिनासम्म मेरो रुममा स्टक थियो त्यो मैले ल्याएर आएको पछि त्यो सरकारी सम्पत्ति आमामामा यो चेल्सीमा चाहिँ कहाँ कुन टिममा हो चेल्सीको टिममा हो कुन टिममा हो गेम कहाँ हो स्टेडियमभित्र अरू यसरी गरेर के यस्तो राम्रो हुन्छ कि 0.5 गराएर यसरी गर 0.5 बाट हेर्दै छ हाम्रो फेसमा कस्तो भन्ने नपर्ला जस्तो छ त आउँछ त्यहाँदेखि क्यामेराम्यान भएर त्यो करुणा बस्ने होला मैले कुर्सी धेरै ल्याएको थिएँ हो मैले कुर्सी धेरै ल्याएको हो रुसुस दाइ करुणा म अप्रुम दाइको त्यो दाइ एउटा कुर्सी पढिरहेछु नि त भिडियोग्राफर जादु पाउँछ क्या हो अहिले आकाशबाट फेरि यस्तो अलि प्याकअप गर्ने बेला सोलो खिचिदिन्छु होइन त्यो रिस हुँदैन यसो त्यो हरियो के भयो किन the whole हरियो thing है टिभी भएको छैन के भयो नथिङ ह्यापनिङ प्लिज गाइङ वी भिडियो गरिङ सन्दै राख्नुपर्छ क्या हो मैले खै निकालौँ भोक लाग्यो के यार भोक लाग्यो ल अब मोबाइल फेरि कस्तो हो र फेरि यो चाहिँ who's playing हरियो who's playing हेर्न अप्रुम दाइ सिजी कोराको जाउँ न हो नि अनि मैले कुर्सी ठिकै ल्याएर छु दाइको लागि भनेर ल्याएको नि त मैले विश्वास छैन र यो के सिकाइँदैछ यहाँको नि Action! What is this, man? Guys. I'll say 3, guys. What are you doing this, right? What are you doing? 3, 2, 1, action!
What is this, man? Drummer. Drummer, ready? 3, 2, 1, action! संसारले माहौल बदल्छ स्वर्गलाई यसमा ल्याउँछ प्रशंसा गरौँ येशूको उहाँ योग्य हुनुहुन्छ उहाँ योग्य हुनुहुन्छ उहाँ योग्य हुनुहुन्छ भाइको त डिस्ट्रक्सन आयो नि त Press the gray buttons. आवाजमा पनि रेकर्ड गर्दैको तेरा चेहरा सुनेला सुनेला लगता है जोसिलो जाडो भयो जाडोको मार गोली She's a videographer. आवाज पनि छ कसले हालिदिएको पनि हो कसले हालिदिएको यो फुल Guys, action. रेकर्ड भइसक्यो है गाइस No, guys, 3, 2, 1, go. Hey, you too. सबजना Ready? Guys, 3. Guys, listen. Hey, Vivek, listen. ल अब ठिक छ Yeah, go. 3, 2, 1. सरदाई घरतिर गयो 2, 1, 2, 3, go. प्रशंसाले माहौल बदल्छ स्वर्गलाई यसमा ल्याउँछ What is this behavior? अस्ति त्यो प्रशंसा भइएको छ त्यो फेरि ल Oh, guys. प्रशंसा Sarah. होइन 1, 2, 3, go. प्रशंसाले माहौल बदल्छ स्वर्गलाई यसमा ल्याउँछ प्रशंसा गरौँ येशूको उहाँ योग्य हुनुहुन्छ उहाँ योग्य हुनुहुन्छ उहाँ योग्य मेरो मिस्टेक भयो दुईचोटि गरेर बिर्सेछ मैले Oh no. है ल भाइ दुईचोटि हुन्छ नि उहाँ योग्य हुनुहुन्छ ड्याङ 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 सायो ल Oh no. Guys, this is last one. रेकर्डै भएको छ चस्मा लगाएर होला सन्धि चस्मा खोल्नु गर्नु हुन्छ ल गाइस ल चस्माले मलाई पेटी राखेको ल 1, 2, 3, go.
प्रशंसाले माहौल बदल्छ स्वर्गलाई यस ठाउँमा ल्याउँछ प्रशंसा गरौँ येशूको उहाँ योग्य हुनुहुन्छ वो के भएको फेरि यार ल यसमै कन्टिन्यू होइन तिमी भिडियो चाहिँ अर्को गर है भयो भयो ल 1 Alright 1 2 3 Drama man भाइ हार्मोनियम अलिक मजाले गर है कम अन ड्रामा म्यान 1 यो ड्रामा अलरेडी एकछिन यहाँ लम्बिसक्यो मेरो मोबाइलमा स्पेस टाउनु छ के होइन स्पेस कुरा होइन नि पछि भिडियोमा कटिङ गर्नु कस्तो झ्याउ हुन्छ म एडिट गरेर पठाइदिन्छु भयो भयो ए बाबा ल भयो प्रशंसाले माहौल बदल्छ स्वर्गलाई यस ठाउँमा ल्याउँछ प्रशंसा गरौँ येशूको उहाँ योग्य हुनुहुन्छ वो 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 उहाँ योग्य हुनुहुन्छ वो 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 उहाँ योग्य हुनुहुन्छ दुर्बलले सामर्थ्य पाउँछ अन्धकारमा ज्योति छाउँछ प्रशंसा गरौँ येशूको उहाँ जिउँदो हुनुहुन्छ वो 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 उहाँ जिउँदो हुनुहुन्छ वो 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 उहाँ जिउँदो हुनुहुन्छ प्रशंसाले बन्धन खोज्छ सङ्घर्षमा जित बोल्छ प्रशंसा हाम्रो हतियार शत्रुमाथि विजय दिन्छ प्रशंसाले बन्धन खोज्छ सङ्घर्षमा जित बोल्छ प्रशंसा हाम्रो हतियार शत्रुमाथि विजय दिन्छ पराक्रमी परप्रभु हाम्रो माझमा हुनुहुन्छ वो 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 हाम्रो माझमा हुनुहुन्छ वो 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 हाम्रो माझमा हुनुहुन्छ प्रशंसाको योग्य केवल परप्रभु हुनुहुन्छ प्रशंसा आदर र स्तुति उहाँलाई नै सुहाउँछ वो 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 उहाँलाई नै सुहाउँछ वो 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 उहाँलाई नै सुहाउँछ प्रशंसाले बन्धन खोज्छ सङ्घर्षमा जित बोल्छ प्रशंसा हाम्रो हतियार शत्रुमाथि विजय दिन्छ प्रशंसाले बन्धन खोज्छ सङ्घर्षमा जित बोल्छ प्रशंसा हाम्रो हतियार शत्रुमाथि विजय दिन्छ पराक्रमी परप्रभु हाम्रो माझमा हुनुहुन्छ वो 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 हाम्रो माझमा हुनुहुन्छ वो 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 हाम्रो माझमा हुनुहुन्छ जो उठाएको हो र अनि त्यो सकिसकेको थियो त ल ल ल नयाँ गीत ल नेक्स्ट सङ ल दाइ अस्ति हामी गएछ नि अनि लिया प्रभुले हार्मोनियम गर्ने हो त्यो त नगरौँ दाइ एलियाको छ नि यो बेला छैन यसो भन्दा पछि हेरेर उनीबाट गरौँ न यसको दामी छ यो बे चाहिँ छैन तर यसो भन्दाखेरि एलियाको गरौँ न त दुईटा टिम बनाएर के त्यो ढुङ्गाटै गरौँ त्यो धेरै बिग्री पनि रहन्छ हामी भित्र गाउँदाखेरि होइन त्यो गाडी यु आर फ्रम बोट टिम दिदिनु नि एलियाको चाहिँ गर्नुपर्छ बिगार्दिनु हाल्छ ल John, what are you doing? 96 नम्बर कोरस दाइ उता हेर्नु दिदी अब त
What is this? एक भयो चालु नि भने Normal हो यो हु कस्तो छ normal Are you okay? Are you okay? there is one serious person in DDC normal भयो न डाइरेक्ट चारवटा हाइमा भयो हैन तीनटा अघि चारवटा नर्मल आयो तिमीलाई त्यो तपाईले गर्नुहुन्छ अनि अर्को कसैको क्यामेरामा मन राम्रो हुन चाहनु सेकेन्ड वाला गर्छु या थर्ड वाला गर्छु आफ्नोमा भयो त ठिकै हो अरूको मान्छेमा हुन चाहनु एकचोटी ट्राई गर्नु ल ट्राई गर्न त खाने मन पर्दैन यो दुई भाइको दिदीको हेर न बरु त्यो मलाई मन पर्छ उसो त भाइ ल रेडी ल एकचोटी साना पुच्चा साना 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 हुन्छ नि हाइटमा ठुला मान्छेहरुको आई एग्री विथ यु न ल खाना आयो क्याप्चर गरिहाल्नु रिहर्सल ल नर्मल छ नि दुईचोटि गएपछि तिमी आऊ ल दुईचोटि मै तिमी सँगै आऊ ल अनि म सँगै आऊ क्या अनि म त लङ लिन्छ क्या म नर्मल गर्ने हजुर 424 माइट्स ल 424 माइट्स गाइ यो So guys, टोटल 8 छ भाइ सुन न ए ड्रम र कीबोर्ड म एक राउन्डको लागि मात्र तिम्रो हो के ल सोनिङ दाइको पियानो सुन्नु पर्छ ए हो सुरु गर्दिन यतिकै त्यो मेलोडी भएको एनर्जेटिक भन्दा ठीक छ ल है त ल रेडी यहाँ पनि हान्नु पर्यो नि त यो पनि रेकर्ड क्यामेराम्यान रेडी रेडी क्यामेरा वुमन क्यामेरा वुमन रेडी हामी कालो देखिम गरौँ न हामी कालो देखिछौँ नै तपाईँ सबसे गोरो ल है त 1 के ल ल भइसक्यो रेकर्ड भइसक्यो ल भइसक्यो है त ल 1 2 सबै हाँस न 1 2 3
हार्मोनाइज गरेर गयो त हार्मोनाइज गरेर गयो मस्त रहेछ तपाईँ हामी नर्मल गर्ने के हैन मेरो उयसमा गरौँ न सेकेन्डमा कस्तो थियो रे यो फर्स्टमा यो पनि फर्स्टमा अब सेकेन्ड आयो के फरक देखेन मैले भन्नु सेम के सेम सेम हो क्या हामीले हार्मोनाइज गरेर अर्को कि चारचोटि सेम चारचोटि हाइमा आउँदै पछि चाहिँ ल है त रेडी गर्न उठेर यो गर न इमिडिएटली उठेर बसेर सुतेर हेर दाइको हेर ल टाइम वेस्ट भइसक्यो सिम्पली सिधा होइन ल घुमेर यताबाट सी पनि दिनु होइन एउटै ठाउँबाट 1 एकछिन एकछिन हो कि एक्सन भयो प्रचार गर्ने के भयो दिन भाइले दुईटा पिट हान्दियो क्या अगाडि छुट्टै पिट हान्दै पछि चाहिँ अगाडि पनि हान्यो नि पछि हान्नु हो पछाडिको पिट हान अनि त अनि टेम्पो लास्ट पार्छ त त्यसमा त्यो यदि त्यो हाने त लास्ट गाइस भयो गाना चेन्ज गरेर भयो हो यो गाना क्या यो मैले भने नि बादलको घाम आउँछ भन्नु तर यो उसले झिक्दियो कि रुखले बादल बेची आउँछ आइते जोड्दा कुरा के बोले भाइ के बोले ल फेरि वान्स मोर लास्ट टेक है गाइस अब यो टेक 50 सुरु गरौँ तिमीले त्यसपछि त आफै बगान के भन्नु भने ल है त 1 2 यो माखा जस्तो मौरी जस्तो ड्रोन कस्तो स्टेबल रहेछ यो यसै टाउकोमा हालिदिउँ कि यो विजयको झन्डा झन्डा चाहिँ विजयको झन्डा यता हामी ओरिजिनल सिङ्गरबाटै सुन्ने हो इंग्लैंड में झंडा आनन्द